हेलो एभ्रिवान। अच्छा यो मेरो चाहिँ फर्स्ट मिनी ब्लग अनि हेर्दा हेर्दै केटाहरूले त मेवा पनि काटिसकेको अनि यसले यस्तरी हेरेको पुरा खाइदिउँ नै केटाहरू खाइहालौँ क्या काँचै बन्न लाग्यो। केटाहरू त रिसाइसकेपछि त अनि पुरा फायर भइहाल्यो क्या। अनि म चाहिँ यतातिर हाँस्दै थिएँ, केटाहरू चाहिँ मेवा काट्दै थिएँ होइन। अनि काटेपछि भेटौँला है त। अनि काटेर पनि भिडियो बनाउन बिर्सियो खाँदा खाँदा। अनि त्यसपछि केटाहरूले त पुरा गम खान लाग्यो क्या। मेवा त पिरो भइरहेछ भनिरहेछ, पुरा ठिक छ भनेको छु यसलाई, ठिक छ भने। अनि यसलाई सोधेको त पुरा वा बेठिक छ पिरो छ भन्न लाग्यो। छिटिस त अब म खान्न ला यस्तो पिरो यार केटाहरू यार भन्न लागिहालेँ। जस्तो खाम भनेको अनि ल हुन्छ गाइज। अनि मिठो मेवा भयो क्या। अनि त्यसपछिबाट राजेश कस्तो भयो भनेको नाकबाट सिगा निकालिहाल्यो राजेशले भाइले त। अनि पुरा दाइ यार भिडियो नबनाउनु न यार भन्छ अझै होइन, पुरा भागिरहेछ। अनि केही हुन्न भाइरल भने होइन, भाइरल भनिसकेपछि पुरा अनि देखाउन पनि माने पुरा नाकबाट सिगा निकालेर मुखमा पुऱ्याइसक्यो। ल गाइज अब त म भिडियो तपाईँको भिडियोमा आउन भनेर गयो अनि हामी तपाईँबाट गयौँ, बाई बाई।